नमस्कार दर्शकमिन, यहाँहरूलाई स्वागत गर्न चाहे न्युज एक्सप्रेसको अफिसियल पेजमा। तपाईहरु हेर्दै हुनुहुन्छ अहिले newsexpress.com मार्फत। आज हामी धनुषा जिल्लाको मिथिला नगरपालिका वाडा नम्बर 10 स्थित रहेको मिथिला मन्टेश्वरी स्कुलमा, खासमा यो स्कुल भर्खर 2-3 महिना अगाडि चाहिँ स्टार्टिङ भएको हो। यसको बारेमा हामी केही विशेष कुराकानी गर्न यस विद्यालयका प्रिन्सिपलसँग हामी कुराकानी गर्न गइरहेको छु। सबभन्दा पहिला स्वागत गरौँ उहाँलाई। म्याम नमस्ते, हजुरलाई स्वागत छ। धन्यवाद। हजुरको परिचय सहित यो स्कुलको बारेमा चाहिँ भनिदिनुस् न। अच्छा, मेरो नाम चाहिँ सोनिया गौतम श्रेष्ठ हो। म चाहिँ काठमाडौँदेखि आएको हो। यहाँ म चाहिँ काठमाडौँमा पनि धेरै स्कुलहरुमा मैले काम गरिसकेको छु पहिला पनि। मलाई चाहिँ अब नयाँ ठाउँमा केही नौलो नयाँ चेन्जेसहरु हेरौँ भनेर आएको र म यहाँ आइसकेपछि मैले मिथिला हेरिटेज मोन्टेसरी देख्दाखेरि म एकदमै खुसी भएँ। किनभने मैले काठमाडौँमा देखेको कुरा मैले यहाँ आएर अझ यहाँ आएर पनि एकदमै राम्रो तरिकाले हुन्छ नि, एकदमै राम्रोसँग सेटअपहरु, बच्चाहरुको सानो सानो कुराहरुलाई पनि उहाँहरूले त्यो दिमागमा राखेर यति राम्रोसँग गर्नुभएको छ भने यहाँ कुनै पनि अझसम्म पेरेन्ट्सहरु जतिजना पनि आउनु भएको छ यति धेरै खुसी भएर जानुहुन्छ कि उहाँको। अब हामीले त पाउने हाम्रो एक्सपेक्टेसन, हाम्रो त अब त्यो प्राइज भनेको सबभन्दा ठुलो गिफ्ट भनेको हाम्रो लागि त्यही नै हो र उहाँहरूको आशालाई हामी कहिले टुट्न दिने छैनौँ। उहाँहरूको आशा भरोसा नै हाम्रो लागि ठुलो हो। अब एकचोटि हजुरहरू पनि आएर सबैजना भिजिट गरिदिनुहोस्, आएर एकचोटि हाम्रो मोन्टेसरीलाई घुमिदिनुहोस्। अब हाम्रो मेरो चाहिँ त्यति नै हो भन्नु।